सही ल यस्तो बानी खनि सधैँ कामबाट आएर यसरी यस्तो गर्ने बिर्सन चाहिँ के भनेर लेख्दैछु अरे थाहै छैन यहाँ राख्ने यसरी अनि यो झोला लाएर आफ्नो ठाउँमा झुन्डाउने भित्र बिर्सिनु होला त्यहाँ लेख्नु यतिको चाहिँ हुनुपर्छ है भाँडा ल्याएर यसरी फ्याच्च फालेर छोड्नु हुन्न क्या यसरी धुनी क्यानी यहीँ खानै नि सामान धुनी धोएर राख्ने ठाउँ पनि यहाँ खायो यसरी घोप्टाउने यहाँ ठाउँमा ल्याएर घोप्टाउने हुन्छ कडा टावेल ल्याएर यहाँ यसरी कोचादिए क्या टावेल ठाउँमै गएर यहाँ यसरी झुन्डाउने चलक्क यहाँ झुन्डाएपछि यो चिसो हुन्छ सुक्छ यसरी कोचाएर यसरी गरौँ न ठाउँ खै त यहीँको यहाँ राख्ने ठाउँमा यहाँ राखेर त भइदा के यतिको क्लास चाहिँ हुनुपर्छ यार यति कुरा टोइलेट गइसकेपछि यसरी फ्लस गर्ने अनि यो ढक्कन लाउने गर्नुपर्छ के फेरि यस्तो गरेन हामीले बनाउँदैन त कति चाहिँ फ्लस गर्नु के हुन्छ नि यही त्यही त यतिको चाहिँ हुनुपर्छ नि त यस्तो